हेलो हेलो गाइज म हुँ गोर्खा बस्नेत। आज म एउटा साथीको इन्टरभ्यू लिँदैछु अनि तपाईँहरूले नि सुनेर साथ दिनु होला भन्न चाहन्छु। हेलो, हजुर हजुर के छ हजुर? ठिकै छ भन्नु पर्यो। सन्चै हुनुहुन्छ? एकदमै। अनि नेपाल घर कहाँ हो? मेरो त यता नुवाकोटतिर। नुवाकोट हो। हजुर। अनि कति भयो त दुबईतिर आएको? दुबई आएको उस्तै अब 2 वर्ष लगभग 2 होला वर्ष है। हुन लाग्यो। अनि के अब छ, भिजा रिन्यू गर्ने हो कि फिनिस जाने हो कि? नाइ अब रिनो त अब नगरौँ होला। ए अब धेरै सेलेरी भएको कारणले चाहिँ अब यो रिनो चाहिँ अब नगरौँ भन्ने कुरो भयो। अब पैसा फेरि नेपाल ब्याङ्कतिर अडिँदैन। अडिँदैन है। ल ठिक छ। अनि त्यही भएर त्यसो भए नेपाल गएर के गर्ने, फेरि अर्को कन्ट्री जाने या नेपालमै बसेर के व्यवसाय गर्ने? अब नेपालमा गएर अब हुनुपर्छ। अब यसो एउटा त हुनुपर्छ। अब एउटा व्यवसाय केही गर्छु भन्ने सोचमा छु होइन। विदेशमा अरूको अब यो गुलामी भएर बस्नुभन्दा आफ्नै देशको गुलामी होस् भन्ने चाहिँ म चाहन्छु सबैजनालाई। हजुर। एकदम एकदम त्यो पनि सही हो। तर अब दुबई आएर के कस्तो सिक्नुभयो र अनि तपाईँको नेपाली आउने दाजुभाइहरूलाई के कस्तो सुझाव दिन चाहनुहुन्छ भन्नुहोस्। म चाहिँ के भन्न चाहन्छु भने अब दुबई आउने बेलामा राम्रोसँग अब एकदमै बुझेर आउनु पर्यो। हजुर जस्तो अब हामी आउँदाखेरि अब भनेको थियो कि सप्लाई होइन भनेर, हामी सप्लाई कम्पनीमा छौँ। कहिले अब उत्तर पठाएको छ, कहिले पश्चिम पठाएको छ होइन। कहिले यता काम गर, कहिले उता काम गर। हजुर अब आफूले सोचे जस्तो हुँदैन रहेछ क्या यहाँ अरूको ठाउँमा। अब सेलेरी पनि आफूले सोचे जस्तो अब भन्ने टाइममा आउँदैन। जति सेलेरी न धेरै हुनु, थोरै छ, 900 रुपियाँ सेलेरी हो। यो जति पनि अब यो क्लिनिङको काममा आउनेहरूको चाहिँ सेलेरी धेरै हुँदैन खासै। हुँदैन है। जुनै कम्पनीमा पनि यो हाम्रै कम्पनीको मात्रै कुरो गर्न चाहदिनँ कि म अरू कम्पनीमा पनि। जस्तो हाम्रै कम्पनीको मुनि पनि त अर्को कम्पनी छ। हजुर उनीहरूको त 850 रुपियाँ सेलेरी आइरहेको छ। है। उसैमा खाना परिरहेको छ। भनेपछि दुबईमा क्लिन कम्पनीको छैन, सेलरी छैन। सेलेरी चाहिँ छैन। यो क्लिनिङको चाहिँ सेलेरी छँदै छैन। दुबईमा क्लिनिङमा आउनुभन्दा नआउनु एकदमै बेस्ट। ल ठिक छ। अनि तपाईँको अब दुबईमा गर्मी कस्तो लाग्यो तपाईँलाई? आउट इनसाइड अब काम कस्तो भनिदिनु पऱ्यो यसरी? गर्मीको त अब तपाईँलाई थाहा नै छ अब यो दुबईको बारेमा। अब दुबईमा गर्मी भनेको त अब गर्मीको सिजनमा हामीले त खप्नलाई धेरै गाह्रो छ। यता हाम्रो अब बाहिर निस्किनै नसक्ने सम्मको छ भने त अब यो जुन बाहिर त आउटसाइडमा गयो भने त कति चाहिँ गर्मी होला हामीलाई। हामी त अझ यो क्लिनिङ कामको मान्छे क्लिनरहरू त बाहिर यो आउटसाइडमा काम हुँदैन। हुन्छन्, मैले देखेको छु बाटोतिर पनि कुनै अब बाटोतिर कचराहरू टिपिरहेको हुन्छन् होइन। धेरै गाह्रो होला उनीहरूलाई। अब कमसेकम अब काम गरेको अनुसारले सेलेरी धेरै भयो भने त्यो राम्रो हुन्थ्यो क्या। त्यो हो। अब यही काम हामी नेपालमा गएर गर्दा पनि अब सेलेरी यहाँको जति त पैसा उता पनि फल्छ होला सायद। फल्छ मिहिनेत गर्नुपर्छ। तर नेपालमा थोरा नेपाल सरकारले साथ दिन्न। अनि के छ त, अनि मान्छे त एकदम हेसो हुनुहुन्छ। अनि के छ, बिहे सिहे भयो कि नै? गर्लफ्रेन्ड सर्लफ्रेन्ड छ कि नै? अब बिहे चाहिँ मैले अब पहिले गरेको हो। हजुर। अब बिहे गरेरै आएको हो। त्यही भएर मलाई धेरै गाह्रो भयो। किनभने अब बिहे गरेपछि अब हाम्रो अब परिवार भएको मान्छेलाई निकै गाह्रो हुने भयो। परिवार भएको मान्छेले अब यहाँ अब 900 रुपियाँ सेलेरी, 950 900 रुपियाँ भन्दा सेलेरी आउँदैन। त्यसमा खानु पर्यो लगभग 100-200 हामीले अब खानामा सघाइहाल्छौँ। हजुर। अब बज्ने भनेको 600 त्यस्तै बच्छ। त्यसमा अब घरमा बच्चा बच्चीलाई अब पठाउनु पर्यो। अब आफू अब ऋण तिर्ने हो कि अब त्यसमा अब खानालाई अब पठाउने हो कि त्यो पैसा गाह्रो छ। अब त्यही भएर चाहिँ अब हेरौँ। अब मेरो त लगभग अब 2 वर्ष फिनिस भयो। अब म त एकदम अब फ्री, अब एकदम भइसक्यो, म ह्याप्पी भइसक्यो। अब म हिँडिहाल्छु एकदम क्यान्सल ल है त। हजुर ल ठिक छ। तपाईँसँग कुराकानी गर्दाखेरि धेरै खुसी लाग्यो। ठिकै छ। अनि हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू भेट्दा पनि धेरै खुसी लाग्छ। तपाईँहरूले पनि है राम्रोसँग बुझेर आउनु होला। म के भन्छु भने यो दुबईमा अब जस्तो पाए त्यस्तो काममा नआउनु होला। यहाँ मान्छेले एकदमै अब हावादारी कुरा गरेर त्यो हुन्छ नि हाम्रो नेपालको मेन पावरको एजेन्टहरू एकदमै हावा कुरा गर्छ क्या। यो सप्लाई कम्पनी होइन, यहाँको जानुपर्छ, यहाँ यस्तो राम्रो छ, उस्तो राम्रो छ, यति पैसा सेलेरी आउँछ, उति सेलेरी आउँछ भनेर चाहिँ हामीलाई एकदम अब कुराहरू गर्छ उनीहरूले। त्यो कुराहरूमा चाहिँ तपाईँहरू नफस्नु होला। राम्रोसँग बुझेर होइन, राम्रोसँग बुझेर चाहिँ यता आउनु होला दुबईतिर। दुबईमा आउनुभयो भने कमसेकम पनि अब तपाईँहरू आउनुभयो भने सेक्युरिटीमा छ, राम्रो छ ड्युटी। सेक्युरिटीमा पनि कमाइ राम्रो छ। अब सेक्युरिटीमा बाहेक मैले अरू काम खासै राम्रो देखेन। होटेल लाइनमा राम्रो छ,
होटल लाइनमा भयो होटल लाइनबाट market भयो, अब काउन्टरमा यताउता केही हुन्छ काउन्टर 13-1400 रुपियाँ सेलेरी होला त्यो ठिक छ तर त्यति सेलेरी ठिकै हो हामी त अब फ्यामिली भएको मान्छेलाई अब यता क्लिनिङमा चाहिँ काम छैन काम छ, क्लिनरमा दुबईमा काम छैन है काम छैन। म चाहिँ यो भन्न चाहन्छु कि क्लिनरमा चाहिँ दुबईमा कोही पनि नआओस् हाम्रो नेपाली दाजुभाइ सबैजना दाजुभाइ दिदीभाइ सबैजना काम छैन क्लिनरमा यता ल ठिक छ धन्यवाद जय नेपाल अब हामी नेक्स्ट टाइम मिलाउँला है हस् थ्याङ्क यू